यो कोदोको बिउ हामीले छरेकोमा चाहिँ ढुकुरहरू टनाटन कोदोको बिउ खान आउँदैछ अनि त्यही भएर आज चाहिँ म स्लिङ सन्डे ढुकुरहरू खेद्दैछु कोदोको बिउहरू खाइदिनु भएको कारणले गर्दा म चाहिँ स्लिङ सन्डले ढुकुर पनि तपाउँदैछु अब हेरौँ म चाहिँ अहिले यो हाम्रो मकैबारीमा छिटिसक्यो एक दुईवटा ढुकुर उड्दैछ म चाहिँ मकै बारी लुकेर जाँदैछु म चाहिँ मकै बारी लुकेर जाँदैछु अब हेरौँ के हुन्छ मटेङ्गाले यो माथि किन्न ढुङ्गामा बसिरहेछ हामीले चाहिँ कोदोको बिउ हाल्नु आँटिरहेछौँ यो गरामा राख्नु आँटिरहेछौँ अनि त्यही हो मकैहरू फल्ने क्रम छ अब चाहिँ मैले घाँस काट्छु अनि खन्नु सुरु गर्नुपर्ने हुन्छ म बारी आउनुसाथ पानी पर्न थाल्दैछ अनि म फेरि काटेको घाँसहरू बोकेर घर लाँदैछु म फेरि ढुकुर रुङ्नु फेरि एकछिनमा आउँछु अलिक पानी रहेपछि ल सूर्य पुरै ढुकुर आउँछ भन्ने थाहा भएपछि बिरालो पनि पुरै त्यही हामीले कोदोको बिउ रोपेको ठाउँमै बिरालो पनि रुङ्दैछ अघि म त्यहाँ चाहिँ बिरालो माथि गएर कोदोको बिउ रोपेकोमा पुरै ढुकुर ढुक्दैछ यो गरामा पनि आज चाहिँ हामी कोदोको बिउ छर्छौँ यो गरा पनि खनिसक्यौँ पुरै ढुकुर आउँदैछ
यसो ढुकुर खेदेको हौ त्यो हो यो बारीमा ढुकुरहरू आउँदैछ अनि म यहाँ लुकिराख्छु त्यस्तै 60वटा जति थियो होला ढुकुरहरू लुकेर यस्तोमा भएर अलिक यस्तो ठाउँमा छेलिएर अगाडिपट्टि चाहिँ बियाड बारी छ ढुकुर आउने बारी छ अनि स्लिङसट लिएर यसरी लुकिरहेछ आएपछि हान्ने भनेर ढुकुरहरू चाहिँ यो बारीको वरिपरिको जङ्गलतिर कराउँदैछ सकेसम्म आउँछ यहाँ मलाई मजाले देखिन अनि आउँछ पुरै मैले मजाले छेलेको छुइनँ एउटा ढुकुर चाहिँ यो बारीको वरिपरिको जङ्गलमै कराउँदैछ कुर्दा एउटा यो हामी बारीको डिलमा यस्तो बाँसको झ्याङमा बसिरहेको थियो अनि त्यसपछि बियाडमा बारीमा आउँदैछ बारीमा झरो बारीमा हानेको लागेन दिउँसो चाहिँ हामीले यो कोदोको बियाड लाउने भनिसकेको थियौँ नयाँ ठाउँ पनि अनि अहिले चाहिँ बेलुकाको घाँस काट्नुको लागि त्यतै जाँदैछु अनि ढुकुरहरू पनि हेर्दै जाँदैछु तल्लो चाहिँ होइन ढुकुर हिँड्दैछ अरे के गर्नु ढुकुरले खाइसकिसक्यो अर्को पनि आयो है दुईटा रहेछ त्यहाँनिर ढुकुरले बिहाल सर यो ठ्याकठ्याकी हामीले चाहिँ कोदो यति हाल्ने हुन्छ अब यति मात्र बिउको लागि जोगाएको हुन्छ अनि त्यही माथि ढुकुरले आएर सब सिधाइदिन्छ क्या अनि धेरै भएको भए त अन्त यहाँ ढुकुर हान्नुको लागि ढुको यो रुखमा छ र त्यो पल्लोपट्टि बसिरहेछ बस्नु चाहिँ दुईवटा बसिरहेछ अब यस्तो पानी झरीमा कुद्दैछु यो रुखमा छन्छ
चिप्लो मटेङ्ग्रा यी थिएछ उडिहाल्यो नि आउनु साथै उडो एउटा चाहिँ मुनि उडो एउटा चाहिँ भर्खर उडो यहाँनिर चाहिँ अब ढुकेरै हान्नुपर्छ होला मकैबारीमा ढुक्ने आउनु छ तान्ने यहीँ थिएछ यार यस्तो दुइटा यहाँ पनि थिएछ अब चाहिँ लुकेर हान्नुपर्छ होला ढुकुर धपाउनुपर्छ होला ऊ त्यतातिर लुक्छु कि यो मकैबारीतिर अहिले चाहिँ म घाँस काट्न आएको घाँस काट्ने क्रममा छु पुरै पानी पर्दैछ अहिले चाहिँ अनि उहाँ काम गर्नुपर्छ एक दुःख पनि भएर छैन घाँस कटाइँदैछ अहिले अनि तल पनि यस्तै कोदोको बिउ रोपेको ठाउँमा पनि ढुकुर चर्दै रहेछ यस्तो पानी परेको बेला पनि खाली खुट्टा घर फर्किने क्रममा छ पुरै पानी परेर खुट्टाहरू चिप्लिँदैछ र चप्पल चाहिँ मैले यहाँ भारीमा हालिरहेछ ढुकुर ढुकुर त्यो रुखमा छवटा छ ऊ त्यहाँ मुनि पनि चराले खाँदैछ ढुकुर दुईटा ढुकुर उडाएर कोदो छरेको कोदोको बिउ राखेको पुरै चराले खाएर सिधाइसक्यो बिउ फेरि अलिकति अर्को घरदेखि मागेर यो फेरि हान्नुपर्छ होइन नि कोदो रोप्ने समयमा कोदै हुँदैन चराचुरुङ्गीले ढुकुर यति आउँदैछ पुरै चिप्लिँदैछ पुरै ढुकुर चढेको रहेछ बिउ खाने अरू चराले पनि खान्छ ढुकुरले चाहिँ भौपाल खाइदिन्छ क्या बिउहरू पुरै बादल आउँदैछ अनि यो चाहिँ 0.75 mm
रबरको थिकनेस चाहिँ अनि बटरफ्लाई स्लिङ सट अनि म चाहिँ मटेङ्ग्राले युज गर्दैछु मेरो गोप्रोको चार्ज आज चाहिँ हामीले यो परेवाको मासु खान आँटेको खास गरी 1-2 साल अगाडि म चाहिँ एकदम 2-3 साल अगाडि म चाहिँ एकदम बिरामी थिएँ अनि त्यति बेला मैले भाकल गरेको आज परेवाको मासु खाँदैछु त्यो चाहिँ हाम्रो बारीमा फलेको रातो देखेर फेरि आउँदा पनि धेरै जान्छ त्यसको मासु मक बस्न आउनु पर्दैन गाउँ घरतिर चाहिँ आगोमा मिठो बस्न यो चाहिँ खेती भन्छ यो चाहिँ प्याजको खास गरी प्याजको हाम्रो बारीमा फलेको प्याजको खास गरी खेती भन्छ लसुन जस्तो हुन्छ तर प्याजको लसुन र प्याजको मिश्रणलाई खेती भन्छ हाम्रोतिर चाहिँ सँगसँगै भएर मासुहरू दिइरहेको यो चाहिँ यो टमाटर हाल्नु अनि हामीले चाहिँ यो यस्तो मकैको खोलामा पकाउँदैछ बिस्तारी ठुलो आगो वास्तै होइन बिस्तारै सानो आगो हालेर मजाले भुट्नुपर्छ अनि चाहिँ मिठो मासु आफ्नो सानो आगोमा बिस्तारै पकाउनुपर्छ अनि त्यो मासु मजाले पाक्छ यो चाहिँ मेरो अनुमान म 2-3 साल अगाडि चाहिँ एकदम यो चाहिँ परेवाको मासु हो यो चाहिँ भाकल गरेको परेवा मासु अनि भाकल गर्दाखेरि चाहिँ टाउको चाहिँ हामीले चढाउनुपर्छ भगवानलाई पाइँदैन अनि यो चाहिँ हामीले जाति सब तुलाएर मैले बनाइरहेको अनि चाहिँ म भिडियो बनाउँछु आगो फुक्नुपर्छ चार्जको भिडियो गर्दैछु मोबाइल बक्सलाई यो चाहिँ मसला सिलौटो भन्छ यो ढुङ्गाको मासु यो चाहिँ मसला पिसिरहेको मासु खरिसक्छ अब हल्का पनि ठिकै छ मासु चाहिँ हामीले खपाएर खाँदैछौँ
हराएर रातो रातो ठिक्कले मैले आज चाहिँ भुट्लाहरू खाँदाखेरि डढाउँदाखेरि ठिक्कले मजाले काटिरहेछ भन्दा मजाले मासुहरू त्यति नडर आएर ठिक्कले मासु चाहिँ खुवाउँछ हामीले चाहिँ यहाँ पाङ्ग्रा पनि हालिदिएछ जलासु भन्छ पाङ्ग्रालाई चाहिँ त्यहाँनिर त्यो खुट्टा रहेछ पसेर दुइटै खुट्टा रहेछ चौलानी झोलको लागि चाहिँ हामीले भातको लोकल भातको माड चौलानी भन्छ लोकल धानको भातको चौलानी हालिदिएछ अहिले चाहिँ रसको लागि रस पिँदैन कि भनेर हामीले पकाएको तातो पानी तताएको तातो पानी पनि हाल्यौँ अहिले चाहिँ परेछ अहिले चाहिँ समर टाइम हो पुरै यो बस्तीमा किरा आउने गर्छ खास गरी चाहिँ त्यही हो रस लाएर हामी मजाले उमाल्छौँ अहिले चाहिँ लाइन गइरहेछ अनि हामीले चाहिँ क्यान्डिलमा पकाउँदैछौँ मासु हालिदिएछौँ तथा देखाउनु त नै खोलेर भयो छोडिदिनु मजाले छोप्नु के आउँदैछ अहिले चाहिँ गर्मी सिजन हो अनि यो लाइटमा चाहिँ पुरै किराहरू आउँदैछ हाम्रो घर चाहिँ वनको बिचमा छ वन छोप्नु अनि लाइन गएको कारणले गर्दा पुरै क्यान्डल बालेर पकाउँदैछु जुवानो बबाल मक बास्न आउँदैछ बबाल पाकिरहेछ मजाले खारिरहेछ मासु चाहिँ जुवानोमा अहिले चाहिँ लाइन गएको कारणले गर्दा देखावा नि यता आँखा देख्दैन मलाई काङ्ग्रा हालिदिनु यहाँ परिसक्यो जस्तो छ देखेँ टाउको चाहिँ नहालिदिनु पुग्छ रस खाउन ल यो खाने नखाने नखाने हाम्रोतिर लाइन गइरहेछ अनि मैले चाहिँ मोबाइलको बत्तीमा खाना खाँदैछु अनि क्यान्डल पनि बालिरहेछु अनि आज चाहिँ यो परेवाको मासुसँग खाँदैछु पखेटा उड्ने चराहरूको चाहिँ यो हड्डी हलो हुने कारणले गर्दा इङ्ग्लिसमा हलो हुने कारणले गर्दा भित्रपट्टि चाहिँ गर्दै गर्दा जति डर भए पनि हामीले चाहिँ टोक्न सकिन्छौँ अनि
म घरैमा हिजो राति मुसा नाइट हन्टिङ गर्दै चाहिँ किन बसेको भन्दाखेरि एउटा मुसा पनि मुसा रुङ्नु पनि एउटा चाहिँ हाम्रो भैँसी बिहाउन आँटिरहेछ अनि राति बिहाउँछ कि भनेर कुर्नुको लागि पनि म चाहिँ हिजो रातैभरि अलिक रातैभरि त होइन धेरै 1-2 बजीसम्मै म चाहिँ बिउजेरै बसिरहेको थिएँ आज पनि हेरौँ आज के हुन्छ मलाई चाहिँ 2टा पखेटा परेछ यहाँ पनि पखेटा छ अर्को पनि मासु बब्बाल रस पनि बब्बाल छ ज्वान हालेर हामीले हालिदिनु एक्स्ट्रा पुग्छ भयो